हेलो लगाइज फेरि पनि शुभ बिहानी होइन, शुभरात्रि, शुभ साँझ होइन। हामी चाहिँ अहिले एउटा मेरो साथीले चाहिँ एउटा गाडी लिएर आएको रहेछ बारीबाट होइन। बारी एउटा दाइको काम गर्ने ठाउँको दाइबाट चाहिँ एउटा गाडी लिएर आएको रहेछ। त्यही गाडी चाहिँ हामी छोड्न हिँड्दैछौँ होइन। गाडी चाहिँ कालो कलरको हुनुपर्छ फेरि। अनि गाडी खोल्न जाँदैछौँ। अनि अर्को मुख्य कुरा चाहिँ आज के भन्न आएको भन्दाखेरि अहिले जापानमा चाहिँ साइकलको रुल्सहरू चाहिँ एकदमै टाइट भइसकेको छ होइन। साइकल चाहिँ यो मान्छे हिँड्ने बाटोबाट हिँड्न नपाउने भएर चाहिँ तलको लेनबाट चाहिँ अहिले मैले देखाइदिन्छु होइन। तर एउटा लेन छ साइकल मान्छे हिँड्ने बाटोमा हिँड्न चाहिँ साइकल चाहिँ कदापि नपाइने। त्योमा हिँड्ने पुलिसले भेट्यो भने 1000 रुपियाँ फाइन प्लस कानमा इयरफोन छ भने प्लस 1000 कति 1000 होइन 5000 10,000 होइन गरेर लास्टै टाइट भइरहेको छ। साइकल सेतो लाइन देखिरहेको छ तलको सेतो लाइनभित्रबाट चाहिँ साइकल कुदाउनु पर्ने हुन्छ। अब केही गरी यता यो जस्तै यो मानिस हिँड्ने बाटो भइहाल्यो होइन। यो बाटोमा साइकल कुदाइयो भने चाहिँ पुलिसले देखिहाल्यो भने चाहिँ 5,000 रुपियाँ जरिवाना हुन्छ। पहिला चाहिँ लाखेबाट पनि हिँड्नु दिन्थ्यो। अहिले चाहिँ यो रुल्स चेन्ज भएको चाहिँ 4 महिनाको 1 गतेबाट सुरु भयो। त्यही भएर साइकल विशेष नयाँ आउने भाइ बहिनीहरूको लागि पनि अब पुरानाहरूको लागि पनि अब साइकल चढ्ने बानी छैन भने चाहिँ एउटा नयाँ सन्देश हुन जान्छ होइन। अनि मैले चाहिँ एउटा यो साइक्लिङको बारेमा पहिला एउटा भिडियो बनाएको थिएँ। त्यो भिडियोमा चाहिँ अलि धेरैले चाहिँ कमेन्ट चाहिँ के आयो भन्दाखेरि चाहिँ धेरैले म टिकटकमा पनि हालेको थिएँ नि। त्यही भएर चाहिँ साइकल चाहिँ कसरी चलाउने पैसा के कति सबैजनाले बुझ्नु भएको रहेनछ। म त्यसको बारेमा फेरि अर्को भिडियो बनाउन गइरहेको छु। भोलि अथवा पर्सिसम्म अपलोड हुन्छ। यो भिडियो हालेको लगतै अपलोड हुन्छ। नजानेको कुराहरू त्यसमा पनि प्लस केही रुल्सहरू मैले अहिले बुझेको रुल्सहरू भन्ने छु। अनि तपाईँहरूले पनि यताउता खोजेर गर्न सक्नुहुन्छ। अहिले यति बेला टनेल प्रवेश गर्दैछौँ। यो टनेल चाहिँ याहागी टनेल रहेछ। टनेलको नाम चाहिँ जापानमा यस्तो टनेलहरू कति छन्। अब यिनीहरू टनेलभित्र जस्तै गाडीहरू कुद्दा पनि त्यस्तो लामो त छैन। 30 मिटरको छ पनि होइन, त्यति धेरै लामो त छैन। र पनि जस्तै यस्तो सानो टनेलहरूमा गाडी कुद्दा चाहिँ यो टोल फीहरू लाग्दैन क्या, त्यस्तै पैसाहरू लाग्दैन। सायद अब नेपालमा पनि टनेल सुरु भइसकेपछि चाहिँ गाडी यसरी नै कुद्छ होला होइन। टनेलभित्रको दृश्य यस्तो छ है। यो चाहिँ इमर्जेन्सी फोन छ होइन, इमर्जेन्सी फोन छ। बाइचान्स केही गरेर यहाँभित्र गाडी एक्सिडेन्ट भइहाल्यो अथवा केही टनेलमा केही समस्या पऱ्यो भने चाहिँ टक्क लाइन निस्किने त्यहाँनिर इमर्जेन्सी कल हालेपछि चाहिँ जस्तै यो इमर्जेन्सी कल रिसिभ गर्ने मान्छेले चाहिँ टनेलको अवस्थाहरू बुझेर चाहिँ रेस्क्यु गर्न आउँछ। देखाएको टनेलको माथि चाहिँ होइन यस्तो घरहरू छन् कि। ल हामी चाहिँ टनेलबाट बाहिर भयो होइन। तरकारी त रोप्दैनौँ, तर कस्तो यो माटो कति मसिनो हो यो बारीमा। उता के छ मटर रोपिरहेको रहेछ, तर माटो मसिनो छ होइन। यही नै हो। अनि अर्को कुरा चाहिँ युट्युबमा चाहिँ 100जना सब्सक्राइबर हुनुभएछ होइन। 100जनाको फ्यामिली भयो। गर्दै 1000 10,000 गर्दै मिलियन सब्सक्राइबरको चाहिँ एउटा फ्यामिली बनाउनु पर्छ हामीले। तपाईँहरूको सबैभरिको साथ सपोर्टको लागि फेरि पनि धन्यवाद।